हेलो गाइज ब्याक टु माई न्यू भिडियो। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अनि आजको दिन चाहिँ एकदमै स्पेसल हुनेछ, किनभने चाहिँ आज हामी जाँदैछौँ त्यो हिजोको कामको लागि है। त्यो चाहिँ पछि नै भन्छु म। र हिजो चाहिँ पानी परेको कारणले चाहिँ जानु पाएको थिएन, हामी कहीँ पनि जानु पाएको थिएन। हिजो पानी दिनभरि लगातार पानी परेको थियो, पानी पऱ्यो नि एकछिनमा दिनुपर्छ। र अहिले चाहिँ लगभग कति 11 जति बजेको छ। अनि 11 बजिसकेको छ। अब चाहिँ आधा घन्टापछि तयारी हुन्छ होला। अब सबैजना चाहिँ लुगासुगा लगाएर अनि रेडी सेडी भइसक्यो। अब मिलाउँ न होइन। चाहिँ हामी हिँडेको होइन, लुगासुगा लगाइसकेको मैले चाहिँ। अनि लुगासुगा लगाएर चाहिँ जानु लाग्यो। अनि दिदीको झोला आयो चाहिँ, अनि दिदी चाहिँ अगाडि गइसक्यो क्या। अनि म दिदी भान्जा म तिनजना भएर जाँदैछ। अनि दिदी चाहिँ भान्जा लिएर अगाडि पुगिसक्यो। अनि म चाहिँ भर्खर चल्दैछु। अनि आजको मौसम चाहिँ अलि यस्तो घाम चर्को होला लास्टै। फोटो अगाडि पुगेर चाहिँ हाम्रो लेफ्ट साइडमा जानुपर्छ कि राइट साइडमा जानुपर्छ। लिफ्टवाला लास्टै गर्मी बस्छ यहाँसिर। लड्छ नि अहिले चाहिँ मेरो लागि टी सर्ट खोज्दै छैन। त्यहाँ त्यो एउटा दिदीले चाहिँ खोज्दै थियो। बाबु चाहिँ एउटा खेलिरह। एउटा टी सर्ट खोज्छु। कस्तो देखियो कस्तो देखियो भने उता सिसामा हेर आफा। फाइनली हामीले चाहिँ आफ्नो कामसँग गरेर चाहिँ फर्किँदैछ होइन। मेरो ड्रेस सिलाउनु थियो, त्यो ड्रेसहरू सबै सिलाएर चाहिँ अलिक अनि यहाँ चाहिँ अलिकति बाबुलाई केही किने। आजको मौसमले चाहिँ साथ दिन जस्तो सबै कालले भए धेरै नै भात एउटा गरेन। अब चाहिँ खाजा खानुपर्छ। अहिले चाहिँ हामी घरतिर आयो होइन। यस्तो झ्याउला यस्तो गर्मी लास्टै गर्मी हेर्दै बस्नु पर्दै चाहिँ बल्ल बल्ल अहिले चाहिँ घरमा आइसक्यो। र यहाँनिर चाहिँ लगभग अहिले चाहिँ 2 बजिसकेको छ।